मिठो छ यो चाहिँ मेरो डिपार्टमेन्ट हो यो चाहिँ अस्मिको डिपार्टमेन्ट मैले आइडिया दिएको मोमोको यो चिकन मेरे लिए तुझे रब ने बनाया है। नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है। अनि धेरै दिनको बादमा चाहिँ आज फेरि भिडियो बनाउँदैछु होइन, किनभने आजकल त्यति भिडियो बनाउनु भ्याउँदिनँ नि त, टाइम पाउँदिनँ होइन। सो त्यही भएर चाहिँ बनाएको। किन बनाएको भन्दाखेरि चाहिँ आज म फेरि जाँदैछु माइत हो। अन्त हेर्नु म चाहिँ दसैँको खुर्सा लगाएको, दसैँ फिल भइरहेको छ हो। अनि दादा र म जानु आँटेको। घाम चाहिँ 4-5वटा लागिरहेको छ यहाँ चाहिँ, यस्तो डरलाग्दो घाम लागिरहेको छ हो। अझै उता सिन्ताममा त यस्तो बेसी गरम छ। अनि हाम्रो माइत चाहिँ सिन्ताम एरियामा पर्छ। यस्तो डरलाग्दो घाम लागिरहेको छ होइन, गरम पुरा बेसी छ हो। अनि अब त्यही हो, अब हामी चाहिँ दादा र म जानु आँटेको। अनि हामी चाहिँ हप्तै पछि जान्छौँ नि त आजकल होइन, किनभने अब आमालाई भेटघाट गर्नु, आमा बिमार हुनुहुन्छ, तपाईँलाई थाहा भएकै कुरा हो होइन। अन्त आज चाहिँ मैले घरबाट चाहिँ केही सामानहरू लगिनँ हो, खालि ब्याग मात्रै छ। अब बजारमा गएर केहरू किन्नुपर्छ, नभएदेखि चाहिँ म घरमा केहरू छ भने चाहिँ लान्छु नि त, मतलब अर्ग्यानिक सब्जीहरू के लगिदिन्छु। हिजो अस्ति लगिदिएको थिएँ होइन, अन्त आज चाहिँ मैले केही लगिनँ। अनि घाम यस्तो बेसी चाहिँ गरम पुरा छैन, त्यही भएर अब दादा र म चाहिँ अब निक्लेको है। सो हामी चाहिँ अब निक्लेको होइन, छाता चाहिँ उहाँ तल पुगेर मात्रै ओर्नु पऱ्यो, किनभने यहाँ ब्यागमा कुनै के छ कि अप्ठ्यारो हुन्छ। अन्त तल गएर ओर्छु हो। भेट्दै गरौँ, आजको भिडियो चाहिँ लामो चाहिँ हुँदैन होइन, यस्तो डरलाग्दो घाम छ। कम्ती बनाउँछु, तपाईँलाई अलिअलि भिडियो देखाउँछु ल साथीहरू। गएको हामी चाहिँ गएको अब सिन्तामको घाम खानु गएको। मेरे लिए तुझे रब ने बनाया है। यस्तो गरम भएर चाहिँ हामी चाहिँ यहाँनिर अब पुच्का खानु आँटेको, यहाँनिर हस्पिटलको रोडमा के बजारमा गाडी राख्ने जग्गा नभएर चाहिँ पारी गाडी राखिरहेको छ हो। अन्त अब चाहिँ हामी जानु आँटेको घर, अन्त पुच्का खाइकन जाउँ ल भनेर। गरम पुरा बेसी पनि दाल दो त कम्ती भएन सब्जी हजुर। आलु पिरो मिठो रहेछ तर पिरो। अस्ति म आउँदाखेरि भक्कु ड्याममै थियो होइन हाम्रो घरको लिची चाहिँ, अहिले चाहिँ यो हाल भएछ। चराहरूले खाएर नि सबै बिग्रेछ। बाबाले टिप्नु हुँदैछ अलिअलि, आफै झरेको कि यो झारेको हो। यो पालि चाहिँ म आफ्नो माइतको तित्री भन्दो रहेछु ल, तित्री हेरेँ मैले। माइतको लिची खानु पाउँछु कि भनेर कस्तो ठुलो आश थियो कि छैन, सबै झरिसकेछ। र भने बाबाले अलिअलि खोद टिपिदिनु हुँदैछ कि रुखबाट, लड्नुहुन्छ है। यस्तो भएछ सबै लिची झरेर चाहिँ। चढाउनु भएको माथि हुन्छ बाबा। बस्तीको भनेको बस्तीकै हुन्छ नि त होइन। ए टिप्यो होला हौ कोकोले। अस्ति कति बेसी थियो बाबा, अस्ति चाहिँ यति बेसी लिची थियो कि चाहिँ हामीले टिपेको सबै सकेछ लिची। चराले सकेको कि मान्छेले सकेको। मिठो छ त्यो त, गुलियो छ त। हावा चल्दैछ। हामी चाहिँ जस्ट आइपुगेको घर होइन माइतदेखि। अन्त भिडियोहरू पनि मैले बनाइनँ। अन्त हेर्नु न मैले कस्तो दामी फुल ल्याइरहेको छु हो। यो चाहिँ कोरोना भाइरसको। मैले आज घरमा भिडियोहरू बनाइनँ, यस्तो बेसी गरम छ। अन्त अनि अलिक बिजी पनि भएछ आज बित्तिकै होइन। अन्त होस् भनेर भिडियो चाहिँ बनाइनँ मैले हो। अनि हेर्नु न मैले कस्तो दामी प्लान्ट थियो भाइ, यस्तो गर्दा यो ल्याएँ प्लान्ट, खालि प्लान्ट फ्लावर। त्यो चाहिँ कोरोना भाइरस जस्तै छ अरे नि त हो।
हेर्नु मजाको है यो ल्याएँ जस्ट आइपुगेको होइन आएर चिया पनि खाएको छुइनँ अब म चाहिँ चिया बनाउनु आँटेको होइन अनि रात पनि पर्यो अन्त यो फुल ल्याएँ हो मैले चाहिँ अस्ति तपाईँहरूलाई अर्को भिडियोमा देखाएको थिएँ नि त यस्तो बेसी लिची फलेको थियो हाम्रो घर हेर्नुहोस् न यति चाहिँ ल्याएँ होइन किनभने मैले घरको चाहिँ कहिल्यै खानु पाउँदिनँ नि त कि अनि योपालि चाहिँ कम्ती रहेछ सबै झरेछ पसिनासरी भयो फ्रेस पनि नभइकन भिडियो बनाएको हो अन्त यो लिची ल्याएँ अनि यही फुल ल्याएँ हो अरू त केही पनि ल्याइनँ अन्त त्यही हो अब चाहिँ चिया बनाएर खाने पुरा बेसी गरम भयो होइन जहाँबाट आएपछि नि चिया नखाइ त छिट्टै बुझ्दैन नि त चिया खाना पाक्दैछ हो यहाँ चाहिँ मैले खाना बसाएँ यहाँ चाहिँ अश्विनले चाहिँ बाबाको लागि आलु बनाइदिँदैछ भेज हो अनि हामी चाहिँ खाने हो चिकन यहाँनिर मेरिनेट गरेर राखेको छु हो अनि दादाले चाहिँ भेज खानुहुन्छ अरे नि त अनि अश्विनले चाहिँ सब्जी मिठो बनाउँछ हो उसलाई उसको बाबाले उसले अश्विनले पकाएको सब्जी चाहिँ उसको बाबालाई साह्रै मिठो लाग्छ हो म चाहिँ चिकन बनाउँछु अश्विनले चाहिँ यो बनाउँछ अन्त यहाँ चाहिँ माम पाक्दैछ अन्त दाल चाहिँ अघि पाकिसकेको छ है मेरो डिपार्टमेन्ट हो यो चाहिँ अश्विनको डिपार्टमेन्ट मैले आइडिया दिएको मोमोको यो चिकनको अब आजको भिडियो चाहिँ यति नै होला होइन मैले बेसी भिडियो बनाइन घरमा पनि बनाउनु पाइनँ हो अब चाहिँ खानाहरू बनाउने किनभने दादा ड्युटी जानुपर्छ नि त सो तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो धेरै दिन बनाएको धेरै माया सपोर्ट गर्नुहोस् है अहिलेको लागि चाहिँ बाई फेरि नयाँ भिडियोमा भेटौँ